हैन गहटा छोपेको हामीले मैले यसको रूप वेलकम टु माई न्यू भ्लग आजको भ्लगमा तपाईँलाई स्वागत छ। मैले अस्तिको भिडियो हालेकोमा त्यहाँ जोस् दुईजनाले भिडियो हेरिदिनु भयो खुसी लाग्यो। अनि त्यो के अरे बाबालाई अस्ति नैको गाडीलाई खानुहोस् भन्दै दिएको र खानु जाँदा अनि मैले कुरै नबुझेको अनि बेकारमा थकेर मैले अहिले चाहिँ आज चाहिँ मैले पार्ट 2 है यति गएर सुक्ने गएर जान्छौँ होइन ढोलामा जाँदैछौँ। हामीसित के छ भने यो बाटो छ त्यहाँ चाहिँ ढोलामा चाहिँ के अरे हाँसिरो बल्छिरो के राख्ने छ। अहिले हामी गएर हुँदैन अहिले भेटौँला त्यो खोलामा तपाईँहरूमा देखाउँछु अहिले। गन्धले पाइन्न र हौ गन्धले रहेछ ये पाइ तो गराले गन्धले पाइन्न। यहाँ चाहिँ बल्छी बनाउनलाई निगाला काट्दैछन् कान्छो सरले बल्छी अब गन्धले खोजेर अनि गैला छोड्नु पर्ने हुन्छ। यता पाटमा यता हो त्यो पाटमा उन्ने त उन्ने छ हतै नउन् हतै नै छ हतै नै खोज्यो त हैन कहाँ छ त्यो पा हतै न उछिटिनु त हैन मिलाएर उन्दिनु पर्ने उन्ने रह्यो क्या त्यसलाई के हेर्ने मैले गोठ लाएको छ नि एउटा हेर भन मेरो पहिला सिका। सो साथीहरू अहिले चाहिँ हामीले यति सपिङ गरिला होइन फेरि खोज्दै जान्छौँ हामी माथि। सो साथीहरू अहिले हामीले गैला सोक्नु बेला पानी आयो होइन र हामी यो रुखमा बसेको छौँ होइन। ठुलो गैला थियो त्यो नि हातबाट फुच्कियो होइन अरू गैला त छोपिदियौँ हामीले गरेर कराती होइन। सो अहिले पानी आयो भने हन्टिङ गर्नु जान्छु म होला त्यति बेला म मल लान्न गरेँ भन्न अनि म पा खोज्छु अनि त्यति बेला हामीले पा छोपिदिउँ छोपिनँ भने तपाईँलाई म देखाउँछु होइन। सो साथीहरू पानी आएर यो पानीले गैला सोक्नु दिइन यार यति छुपेछ। सो साथीहरू अहिले चाहिँ हामीले यति गैला छोप्यौँ होइन पानी आएको कारणले अहिले छोपिन्छ होला होइन गैला। सो तपाईँहरूलाई अस्ति नै मैले बनाएको देखाएको थिएँ। सो हामीले यति गैला छोपेको छ उसले यति गैला अनि खाइने गैला। सो आज हामीले गैला सुमिनौँ पानी आएको कारणले होइन सुमिन्छ होला दुईवटा मैले चाहिँ बल्छी हालेँ गन्धेला खायो दुई चल्टिन फुत्किएर गयो त्यसले गैला छोप्नु लाग्यो त्यति बेला पानी आएर अहिले चाहिँ घर जाँदैछु उतापट्टि कान्छुलाई नि गैला उठेर लैदिएँ मैले पनि खाएँ होइन। अहिले पासो हुनु छैन। सो अहिले एकछिनपछि अन्त्य हुन्छ होइन। यो चाहिँ बोजुरोको पारा दुईवटा अन्त्य पारा लिएर आएको हाम्रो चाहिँ तल गोठो दुईवटा छ अहिले चाहिँ यस्तो छ पुरा हल्लेसी रहेछ त बुवा चारवटा बल्ल हामीले यति काटिएको छ। फेरि हिजो हामी गैला सुक्नु गएको पानीले गर्दा गैला सुक्नु पाइएन आज नि गएको आज चाहिँ के अरे पानी नि आएको थिएन होइन अनि के अरे ढुङ्गा कोटोले गरेको अनि गैला ढुङ्गा मुनि कति हटेर नहटेर भएमा बसेर चाहिँ तँलाई निकाल्नु सकिनँ अनि हामीले गहटा छोप्यौँ होइन गहटा चारवटा होइन। सो अहिले तपाईँहरूलाई म भुटेको कसरी भुट्छन् गहटालाई होइन तपाईँलाई देखाउँछु म। यहाँ चाहिँ देख्न सक्नुहुन्छ गहटा होइन गहटा छोपेको हामीले मैले यसको रूप हालिदिइसकेँ सानसानो गहटा
भुत्रुमा अब होइन। सर्वप्रथम मैले झाँगा बसाइसकेँ होइन। झाँगा पछि तेल हाल्नुपर्ने हुन्छ। तेल हाल्नुपर्ने हुन्छ यहाँ। तेल यति अन्ति बुझ्दाखेरि पछि आफै पाक्छ होइन। मैले अस्तिको भिडियोमा के अरे त्यो नराम्रो शब्दहरू भनेको लोद्दाखेरि त्यस्तो नराम्रो सोचिदिनु होला होइन। त्यस्तो नराम्रो सोचिदिनु होला। तपाईँहरूलाई मैले मनोरञ्जनको दिनको लागि बोलेको होइन। म गरिला गहटा भुट्छु। सो साथीहरू अब चाहिँ म चाहिँ गहटा भुट्छु होइन। फ्राई गर्छु अरे ल म पाकेपछि देखाउँछु तपाईँहरूलाई। गहटा भुट्दैछु। अहिले म पाकेपछि देखाउँछु तपाईँहरूलाई। सो यो मैले बनाइसकेँ। उताटी लैदिन्छु कान्छोलाई। ओ कता गयो कान्छो? लौ खाऊ बनाए। यहाँ दुइटा यहाँ उताटी दुइटा राखेको छु क्या। खाऊ न एउटा त कस्तो खाऊ न कस्तो मिठो खान कस्तो हिजो हामीलाई कति त गरिला तिमीले 4 त सोपिथ्यौ। ल के हुनु भन्नु जान्छु नि त नि राम्रो। हामी 2 दिनसम्म गयौँ नि गरिला खुवाउनु तर पाइएन मैले। मिठै छ नि गरिला त खाऊ त नि। म नि उता हाटेर अब म भोला अन्त्य गर्छु। ले लाइन नि कता गएछ र हौ। सो अहिले चाहिँ मैले चाहिँ उताटी नि लैदिएँ अनि कान्छोले नि खाएँ गहटा। मैले नि खाएँ एउटा चाहिँ बाबालाई राख्दैछु। बाबाले अथवा मम्मीले खान्छन् होइन। अहिले चाहिँ लाइनै आएन होइन। गल्याङ गुरुङ गरे नि नगरे नि लाइनै बिगार्दो रहेछ होइन। सो जहिले लाइन आउँछ त्यहिले भ्लग हेरिदिनु होला। म सकेसम्म छिटो हाल्ने कोसिस गर्छु होइन। आजको भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै पर्खिदिनु भन्दै कोही नयाँ साथीहरू आउनुभएछ भने मेरो च्यानललाई सब्सक्राइब गरिदिनु भन्दै म यहाँदेखि बिदा हुन्छु। धन्यवाद।